पहिलो भिडियोमा यहाँहरूलाई स्वागत छ र आज चाहिँ मैले तपाईहरुलाई सुरुको एकदमै धेरै प्रयोग हुने स्ट्रक्चर जुन चाहिँ सब्जेक्ट प्लस इमेज आर अनि अबाउट टु प्लस verb 1 जुन चाहिँ एकदमै धेरै हामीले सायद यो बोल्दाखेरि चाहिँ हामी धेरै नै प्रयोग गर्छौं बोलीचालीमा। त्यो कारणले चाहिँ मैले यो तपाईहरुलाई यो अलिकति यसको बारेमा केही शेयर गर्न मन लाग्यो र यसमा चाहिँ के छ भन्दाखेरि जस्तै हामीले एम इज आर अबाउट टु प्लस verb 1 गर्यो भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ कुनै पनि काम गर्न आँटेको छ, छौं, छु, छन्, छिन्, कहिलेकाहीँ लागेको छ पनि भन्छ हामी बोलचालीको भाषामा। एउटै कुरा बुझ्नु होला। अनि यहाँनिर चाहिँ के छ सुरुमा चाहिँ जस्तै यो अलिकति एम इज आर तीनटा भएकोले गर्दाखेरि चाहिँ कतिजना कन्फ्युज हुन्छ केमा एम लाउने, केमा इज लाउने, केमा आर लाउने। त्यो भएको कारणले गर्दाखेरि मैले सब्जेक्टहरु यहाँ लेखिदिएको छु। जस्तै सब्जेक्टमा आई छ भने चाहिँ एम लाउनु पर्यो। यदि ही, शी, इट सिंगुलर सब्जेक्ट, सिंगुलर भनेको एउटा जनाउने भइहाल्यो। अनि अनकाउन्टेबल नाउन्स जस्तै गर्न नसकिने अब के हुन सक्छ जस्तै पानी, वाटर, मिल्क यस्तो यस्तो आयो भने चाहिँ हामीले इज लाउनु पर्यो। अनि त्यसपछि आर चाहिँ वी, यु, दे र प्लुरल सब्जेक्ट्समा लाउनु पर्यो। अनि यति भयो। अब अनि एउटा कुरा चाहिँ अलिकति म तपाईहरुलाई बुझाउनु यो स्ट्रक्चर को बारेमा भन्नुभन्दा अगाडि चाहिँ तपाईहरुलाई म के भन्न चाहन्छु भने जस्तै अबाउट टु गरेर कुनै पनि यदि तपाई भर्ब जोड्नुहुन्छ भने त्यो काम गर्न आँटेको भन्ने जनाउँछ। यसरी बुझ्नु भने चाहिँ अझै तपाईहरुलाई सजिलो हुन्छ होला। जस्तै अबाउट टु गो भन्यो भने जान आँटेको, अबाउट टु स्पीक भन्यो भने बोल्न आँटेको, अबाउट टु इट खान आँटेको। यसरी नै हामी अन्य धेरै हामी यसरी नै हामीले चाहिँ बुझ्नु पर्यो। जस्तै अबाउट टु मा verb 1 जोड्ने बित्तिकै कुनै पनि काम गर्न आँटेको। जस्तै अबाउट टु कुक भन्यो भने पकाउन आँटेको, अबाउट टु कम भन्यो भने आउन आँटेको। यसरी चाहिँ हामीले बुझ्यौं भने चाहिँ अझै सजिलो होला। अब यहाँ हामी जस्तै हेर्न सक्छौं लेट्स मेक सेन्टेन्सेस लेखेको छु मैले। अब सेन्टेन्सहरु बनाऊ। जस्तै म बजार जान आँटेको छु। अब म भनेपछि त सब्जेक्ट आई भयो। आई अब जान आँटेको छु। अब आईमा लाग्छ एम हैन। यहाँ जस्तै एम इज आर मा एउटा लाउनु पर्ने एम। अब त्यसपछि के छ अब यसरी बुझ्दा पनि भयो। जस्तै इंग्लिशमा चाहिँ कस्तो हुन्छ नि सुरुमा सब्जेक्ट राख्ने त्यसपछि ब्याक आउने के। जस्तै म हो अनि एम भनेको छु भयो। अब जान आँटेको मैले तपाईहरुलाई अघि नै पनि भनिसके जस्तै अबाउट टु प्लस verb 1 नै हो हैन। तपाईहरुले चाहिँ अबाउट टु प्लस कुनै पनि verb गर्न आँट्यो भने त्यो काम गर्न आँटेको हुन्छ। जस्तै अब जान आँटेको भन्नु पर्यो भने अबाउट टु गर्नु पर्यो। अब के माने जानु त गो। अबाउट टु गो, आइ एम अबाउट टु गो, म जान आँटेको छु। कहाँ जान आँटेको छु? मार्केट। टु आइ एम अबाउट टु गो टु मार्केट। यो भयो। त्यसरी नै तपाईहरु देख्न सक्नुहुन्छ हामी अंग्रेजी बोल्न आँटेका छौं। हामी अंग्रेजी बोल्न आँटेका छौं। हामी भनेपछि के भयो? वी राख्नु पर्यो। अब वी मा लाग्छ के आर। वी आर अब बोल्न आँटेको भनेपछि अब त्यसरी ठ्याक्कै अबाउट टु गरेर verb लाउनु पर्यो। अबाउट टु नआँटेको भयो के गर्न आँटेको? बोल्न भएपछि के लाउनु पर्यो? स्पीक। अनि अंग्रेजी भएपछि के भयो? इंग्लिश। हामी अंग्रेजी बोल्न आँटेका छौं। अब यहाँ तल्लो अर्को सेन्टेन्स ऊ खाना खान आँटेको छ। ऊ भएपछि के भयो? ही। अब ही मा लाग्छ के त एम इज आर मा। यहाँ जस्तै यहाँ हेर्नुस् त ही मा लाग्छ इज ऊ छ। अब खाना आँटेको भनेपछि त्यसरी नै अब अबाउट टु सम्झिहाल्ने कुनै पनि काम गर्न आँटेको। अबाउट टु अब खाना आँटेको भनेपछि खानु भने के भयो? इट। अब खाना भनेपछि फुड। ही इज अबाउट टु इट फुड। अब पानी पर्न आँटेको छ। पानी पर्न आँटेको चाहिँ हामी सुरु गर्छौं इट बाट। अब इट इज। अब के भन्छ? पानी पर्नु भनेको आँटेको पानी पर्न आँटेको अबाउट टु गरेर अब पानी पर्नु भनेको के भयो त? रेन। इट इज अबाउट टु रेन। पानी पर्न आँटेको छ। अब यहाँ तपाईहरुको लागि चाहिँ यहाँ दुईटा मैले सेन्टेन्सहरु राखिदिएको छु। उनीहरु पानी पिउन आँटेका छन्। म अंग्रेजी सिक्न आँटेको छु। यसलाई चाहिँ तपाईहरुले आफैले सेन्टेन्स बनाएर टाइप गर्न सक्नुहुन्छ कमेन्टमा। थ्यांक यू।